गुड मर्निङ प्रेज द लर्ड प्रियहरू आशा छ कसैले हुनुहुन्छ फेरि यो बिहान एउटा छोटो सन्देश लिएर आएको छु। यहाँ दोस्रो कोरिन्थी 4 अध्यायको 7 पदमा यसो लेखेको छ, सर्वश्रेष्ठ शक्ति हाम्रो होइन तर परमेश्वरको हो भनी प्रष्ट पार्न यो धन हामीसित माटोको भाँडाहरूमा छ। हालेलुया। र प्रियहरू, माटोको भाँडा आफैमा धेरै मूल्यवान हुँदैन, होइन र? सबैलाई थाहा छ। तर त्यस भाँडाले के बोकेको छ वा त्यसको भित्र के छ भन्ने कुराले त्यसको मूल्यको निर्धारण गरिन्छ। आफैमा पूर्ण वा सिद्ध छैन हो मित्रहरू। अनि धेरैचोटि आज मण्डलीहरूमा यस संसारमा तै छाड मै छाड मै हो भन्ने कुराहरूले धेरै अप्ठ्यारो पारिरहेको छ। प्रियहरू, हामीभित्र पवित्र आत्मा र सुसमाचारको शक्ति भएको कारणले आज तपाईँ र हामी महत्त्वपूर्ण छौँ। हालेलुया। यहाँ माटोको भाँडा भन्नाले हामी के बुझ्न सक्छौँ भन्दाखेरि चाहिँ मानिसहरू वा हामी साधारण अनि हामी कमजोर छौँ, तर परमेश्वरले आज तपाईँ र हामीभित्र अमूल्य सुसमाचार र सामर्थ्य राखिदिनु भएको छ, ताकि सारा महिमा आदर प्रशंसा हामीलाई होइन हाम्रो परमेश्वरलाई मिलोस् भनेर। हालेलुया। परमेश्वरले तपाईँलाई प्रशंसा आशिष गरून्।